हेलो गाइस, आज इटरी चोकमा एमाले नै एमाले आयो केडा, एमाले नै एमाले आयो। जेन्जीहरू कता गयो केडा हो, कता गयो? यो बायाँपट्टि हेर्न सक्नुहुन्छ, यो सबै इटरीको एमाले हो। यो अहिले आउँदै गरेको यो सबै धरानको एमालेहरू, एमाले सबै एमाले हो। यो अब हर्केले पनि जित्ला कि नजित्ला अब थाहा छैन हो। हर्क साम्पाङको टोली सबै यो धरानबाट आएको। यत्रो राम धरानमा यत्रो एमाले छ त हाम्रो। यो यता बायाँपट्टिको चाहिँ यो हाम्रो सबै इटरीकै एमाले हो। सबै इटरीमा भेला भएको। अनि यो आउँदै गरेको सबै यो धरानको एमाले हो। जेन्जी टोली कता गयो हो? जेन्जी भन्दा धेरै भइसक्यो। एमाले के गर्न सक्छ अब? ल यो एमालेलाई के गर्छ गरिहाल यति बेला केडा हो। 2 दिन मात्रै हराएर कराएर हुँदैन है केडा हो। ल यो एमालेले कसरी हराउनु पर्छ, हराउनु पर्यो है गाइज। जसरी भए पनि अब जेन्जीले जित्नु पर्ने हुनेछ। एमालेलाई हराउनै पर्ने हुन्छ, जेन्जीले जित्नै पर्ने हुन्छ। तर जेन्जीहरू कहाँ गयो? 2 दिन मात्रै कराएर हुँदैन। यो हेर त यत्रो एमाले मान्छे सबै धरानको यता एमालेमा आइसक्यो। अब हर्के हार्ने हो कि जित्ने हो? राम जेन्जीको भन्दा धेरै भइसक्यो एमालेको कार्यकर्ता। लु अझै पो आयो त राम सकेकै छैन। ल हिँडो, र्याली हिँडिसक्यो अब। ल र्याली चाहिँ हिँडिसक्यो।